तर मैले अघि नै भने जस्तो यी विधेयकहरू पारित गर्ने कुरा तपाईहरुले हेर्नुभयो भने र गहिरो गरी विचार गर्ने कोही पनि राजनीतिज्ञ या बुद्धिजीवी या नागरिक समाजको मान्छेले के बुझ्न सक्छ भने अहिले मैले अघि भने संघीय निजामती ऐन, विद्यालय शिक्षा ऐन, नागरिकता सम्बन्धी विषय आफैले प्रस्तुत गरेका विषय धेरै मेहनत परेको छ त्यसलाई सदन पुर्याउन, तिनलाई पारित गर्ने जिम्मेवारी छ भनेर पनि किन भनेको हो त मैले भने ती समितिबाट पारित भएर फुल हाउसमा गएर एजेन्डामा चढिसकेका विषय हुन्। तपाईहरुलाई थाहा छ संघीय निजामती ऐन। तर दुर्भाग्य जब हामीले सदन अवरोध हाम्रो तर्फबाट हटाउने कुरा गर्यौं र सरकारलाई अलिकति सजिलो परिस्थिति बन्यो, दुर्भाग्य के भयो भने सदनबाट सभामुखैबाट त्यो चढिसकेको एजेन्डालाई पनि हटाउने काम संघीय निजामती ऐन लगायतका महत्त्वपूर्ण विधेयकहरूलाई एजेन्डाबाट हटाउने काम गरियो, जुन त्यसरी हटाउन मिल्दैन। सदनमा प्रस्तुत भइसकेपछि र समितिबाट सर्वसम्मत पारित भएर आइसकेपछि त्यसो गर्न हुँदैन थियो। जबरजस्ती गरिएकोबाट पनि सरकारको नेतृत्व विधेयकहरूप्रति, सदन चलाउने प्रति कता कता यस्तो लाग्छ सदन यसै गरी अवरोध भएको भए भइदिए, यसलाई विघटन गरेर अर्कोतिर लाने र विगतमा आफूले गरेको कर्म सही नै थियो भन्ने साबित गर्न पाइन्छ भन्ने चिजले काम त गरेको छैन। सबैले सोध्नुपर्ने विषय छ यो।